Hello viewers, welcome to my YouTube channel. लोकसेवा आयोग कर्मचारी सञ्चय कोष प्रशासन 5औं तहमा सोधिएको वस्तुगत प्रश्नहरू रहेको छ। मिति 2022 साल 3 महिना 6 गते सोधिएको क्वेशन के रहेको छ। ए क्वेशन नम्बर 1 मा रहेको छ सबैभन्दा बढी उचाइबाट बग्ने नदी तलका मध्ये कुन हो? अप्सन सी यसको सही आन्सर अरुण हो। क्वेशन नम्बर 2 मा रहेको छ नेपालको 1200 देखि 2100 मिटर उचाइसम्म कुन प्रकारको हावापानी पाइन्छ? यसको सही आन्सर अप्सन बी न्यानो समशीतोष्ण हावापानी पाइन्छ। क्वेशन नम्बर 3 मा रहेको छ नेपालमा लोप उन्मुख जातिहरूमा देखाएका मध्ये कुन पर्दैन? यसको सही आन्सर अप्सन डी जिरेल पर्दैन। क्वेशन नम्बर 4 मा रहेको छ महत्त्वपूर्ण जडीबुटी कोर्डिसेप्स सेन्सेसको स्थानीय नाम के हो? यसको सही आन्सर रहेको छ अप्सन बी यार्सा गुम्बा हो। क्वेशन नम्बर 5 सगरमाथाको आधार शिविर समुद्री सतहदेखि कति उचाइमा रहेको छ? यसको सही आन्सर अप्सन बी 5364 मिटरमा रहेको छ। क्वेशन नम्बर 6 मा रहेको छ हिमालदेखि चुरेसम्म फैलिएको नेपालको जिल्ला तलका मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन सी धादिङ। क्वेशन नम्बर 7 नेपालमा पहिलो पटक संविधान सभाको निर्वाचन कहिले भएको थियो? यसको सही आन्सर रहेको छ अप्सन सी विक्रम सम्वत 2064 साल चैत्र 28 गते संविधान सभाको निर्वाचन भएको थियो। त्यसैगरी क्वेशन नम्बर 8 मा रहेको छ लिच्छवी कालमा सरकारी काम कागजको भाषा के थियो? यसको सही आन्सर अप्सन सी संस्कृत थियो। क्वेशन नम्बर 9 नेपालको नयाँ मुलुक भनेर चिनिने देखाएका जिल्लाहरूको क्षेत्रफलका आधारमा सानोदेखि ठुलो क्रम कुन सही हो? यसको सही आन्सर रहेको छ अप्सन सी बाँके बर्दिया कैलाली र कञ्चनपुर। क्वेशन नम्बर 10 मा रहेको छ रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका थिए? यसको सही आन्सर रहेको छ अप्सन सी नरेन्द्र देवले। क्वेशन नम्बर 11 नेपाल र भारत बीच सम्पन्न महाकाली सन्धिमा कतिवटा धाराहरू रहेको छ? यसको सही आन्सर अप्सन सी 12वटा धाराहरू रहेका छन्। क्वेशन नम्बर 12 लिच्छवी कालमा गाउँको मुद्दा मामिला र विकास निर्माणको काम गर्ने प्रशासकीय निकायलाई के भनिन्छ? यसको सही आन्सर रहेको छ अप्सन डी पाञ्चाली भनिन्थ्यो। क्वेशन नम्बर 13 मा रहेको छ क्वेशन नम्बर 13 मा रहेको छ बौद्ध धर्मावलम्बी समुदायमा महिली छोरीलाई गुम्बाको रेखदेख गर्न राखिने प्रथालाई के भनिन्थ्यो? अप्सन सी झुमा भनिन्थ्यो। क्वेशन नम्बर 14 मा रहेको छ राष्ट्रिय गणना 2078 अनुसार नेपालमा कतिवटा जातिहरू बसोबास गर्दछन्? यसको सही आन्सर रहेको छ अप्सन डी 142 जाति बस्छन्। त्यसैगरी क्वेशन नम्बर 15 मा रहेको छ नेपालमा कमैया प्रथाको अन्त्य भएको घोषणा कहिले भएको हो? अप्सन सी विक्रम सम्वत 2057 साउन 2 गते भएको हो। क्वेशन नम्बर 16 मा रहेको छ तलका मध्ये कुन भाषा भाट-बर्बेली भाषा परिवार अन्तर्गत पर्दछ? यसको सही आन्सर रहेको छ अप्सन ए मैथिली भाषा। क्वेशन नम्बर 17 दमिनी वीर कृतिका लेखक को हुन्? यसको सही आन्सर रहेको छ अप्सन ए राजन मुकारुङ। क्वेशन नम्बर 18 बौद्ध धर्ममा 6वटा गरिमामय विहारहरूमध्ये तक्षशिला महावीर विहार कुन देशमा रहेको छ? यसको सही आन्सर रहेको छ अप्सन ए पाकिस्तानमा। क्वेशन नम्बर 19 मा रहेको छ नेपालको 16औं आवधिक योजनाले निर्धारण गरेको सुशासनका राष्ट्रिय लक्ष्यहरू सूचकहरू कतिवटा रहेका छन्? यसको सही आन्सर रहेको छ अप्सन बी 10वटा रहेको छ। क्वेशन नम्बर 20 मा रहेको छ नेपालको 16औं आवधिक योजनाले योजनाको अन्त्यसम्म गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या
निरपेक्ष गरिबी कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ? यसको सही आन्सर रहेको छ अप्सन डी 12%। त्यसै गरी क्वेसन नम्बर 21मा रहेको छ नेपालमा कहिलेसम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति गरिने लक्ष्य गरिएको छ? यसको सही आन्सर रहेको छ अप्सन सी विक्रमसम्म 2087 सालसम्म। क्वेसन नम्बर 22 16औं योजनाको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ? यसको सही आन्सर रहेको छ अप्सन सी 85%। क्वेसन नम्बर 23 नेपालको सर्वप्रथम विपा सम्झौता कुन देशसँग भएको हो? यसको सही आन्सर रहेको छ अप्सन ए भारतसँग भएको हो। क्वेसन नम्बर 24 नेपाल जीवनस्तर सर्वेक्षण चौथो 2079-80 अनुसार निक्षेप गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या कति प्रतिशत रहेको छ? यसको सही आन्सर रहेको छ अप्सन बी 20.27%। क्वेसन नम्बर 25 आर्थिक सर्वेक्षण 2081-82 अनुसार आर्थिक वर्ष 2081-82मा नेपालको प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन कति अमेरिका डलर पुग्ने अनुमान गरिएको छ? यसको सही आन्सर रहेको छ अप्सन डी 1496। क्वेसन नम्बर 26 ट्रान्सपेरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अनुभूति सूचाङ्क 2024 अनुसार नेपाल कतिौं स्थानमा रहेको छ? यसको सही आन्सर अप्सन सी 107औं स्थानमा रहेको छ। क्वेसन नम्बर 27 कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ? अप्सन ए अर्थ मन्त्रालयको सिफारिसमा नेपाल सरकारले तोकेको व्यक्ति हुने व्यवस्था रहेको छ। क्वेसन नम्बर 28 कर्मचारी सञ्चय कोषको सङ्गठन संरचना र दरबन्दी कसले स्वीकृत गर्दछ? यसको सही आन्सर रहेको छ अप्सन ए नेपाल सरकार मन्त्री परिषद। क्वेसन नम्बर 29मा रहेको छ क्वेसन नम्बर 29 तलका मध्ये कुन विषय सहकारीको उद्देश्यसँग मेल खाँदैन? यसको सही आन्सर रहेको छ अप्सन डी देशमा औद्योगिकीकरण गर्ने। क्वेसन नम्बर 30 राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष नियुक्तिका लागि कसले सिफारिस गर्ने व्यवस्था छ? यसको सही आन्सर रहेको छ अप्सन ए संवैधानिक परिषद। क्वेसन नम्बर 31मा रहेको छ तलका भनाइ अध्ययन गरी सही विकल्प रोज्नुहोस्। यसको सही आन्सर रहेको छ अप्सन ए 1 टिक प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलले नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ। क्वेसन नम्बर 32 कुनै विधेयक अर्थ विधेयक हो होइन भनी प्रश्न उठेमा त्यसको अन्तिम निर्णय कसले गर्दछ? यसको सही आन्सर रहेको छ अप्सन सी सभामुखले गर्दछ। क्वेसन नम्बर 33 नेपालको संविधानले यस संविधानको पालना गर्नुपर्ने कर्तव्य कसको हुनेछ भनी तोकिएको छ? यसको सही आन्सर रहेको छ अप्सन डी प्रत्येक व्यक्तिको। क्वेसन नम्बर 34 नेपालको संविधानले अभिष्ट अधिकार तलका मध्ये कुनलाई प्रदान गरिएको छ? यसको सही आन्सर रहेको छ अप्सन बी प्रदेशलाई। क्वेसन नम्बर 35 विक्रमसम्म 2007 सालभन्दा अगाडि नेपालसँग दैत्य सम्बन्ध कायम भएको मुलुक तलका मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन डी फ्रान्स हो। क्वेसन नम्बर 36 नेपालसँग पहिलेदेखि पछिल्लो दैत्य सम्बन्ध कायम भएका मुलुकहरूको सही क्रमको मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन बी बेलायत अमेरिका भारत फ्रान्स र चीन। क्वेसन नम्बर 37 संयुक्त राष्ट्र सङ्घको महासचिवको पदावधि कति वर्ष हुन्छ? यसको सही आन्सर रहेको छ अप्सन सी 5 वर्ष। क्वेसन नम्बर 38 सार्कको प्रतीक चिन्ह लोगो कसले बनाएका हुन्? यसको सही आन्सर रहेको छ
अप्सन सी शैलेन्द्र महर्जन। क्वेसन नम्बर 39 दक्षिण पूर्वीय एसियाली राष्ट्रहरूको सङ्गठनको सबैभन्दा पछि सदस्यता प्राप्त गर्ने राष्ट्र तलको मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन डी कम्बोडिया। क्वेसन नम्बर 40 मा रहेको छ 40 पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन्? अप्सन सी कोपरनिकस। क्वेसन नम्बर 41 सर्वप्रथम ब्याक्टेरिया पत्ता लगाउने को हुन्? अप्सन ए एन्टोनियो भ्यान। क्वेसन नम्बर 42 स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने इसिजीको पूरा रूप के हो? यसको सही आन्सर रहेको छ अप्सन डी इलेक्ट्रोकार्डियोग्राम रहेको छ। क्वेसन नम्बर 43 डिपिटी भ्याक्सिन कुन रोगका विरुद्ध लगाइन्छ? यसको सही आन्सर रहेको छ अप्सन बी लहरे खोकी। क्वेसन नम्बर 44 नेपालको सिमसार क्षेत्रमा तलका मध्ये कुन पर्दैन? यसको सही आन्सर रहेको छ अप्सन डी भोजपुरको साल्पा पोखरी पर्दैन। क्वेसन नम्बर 45 सन् 2024 को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार कुन विषयसँग सम्बन्धित अनुसन्धानले प्राप्त गरेको हो? यसको सही आन्सर रहेको छ अप्सन सी समृद्धमा संस्थागत प्रभाव। क्वेसन नम्बर 46 आइसिसी च्याम्पियन ट्रोफी 2025 को विजेता राष्ट्र कुन हो? यसको सही आन्सर रहेको छ अप्सन ए भारत। क्वेसन नम्बर 47 बिमस्टेकको 6औं सम्मेलनको मिति र स्थानका सम्बन्धमा कुन सही हो? अप्सन ए अप्रिल 2025 थाइल्यान्ड। क्वेसन नम्बर 48 जो जान्छ तिनीहरू बोल्दैनन्, जो बोल्छन् तिनीहरू जान्दैनन्, यो भनाइ कसको हो? यसको सही आन्सर रहेको छ अप्सन बी लाओ त्जू। क्वेसन नम्बर 49 रोमन क्याथोलिक चर्चका 266औं पोप फ्रान्सिसको निधन कहिले भएको थियो? यसको सही आन्सर रहेको छ अप्सन सी 2025 अप्रिल 21 मा भएको थियो। क्वेसन नम्बर 50 लास्ट क्वेसन रहेको छ भाग्यवाद र विकास पुस्तकका लेखक को हुन्? यसको सही आन्सर रहेको छ अप्सन बी डोलबहादुर बिष्ट। पाँचौं तहको प्रश्न र आन्सर सकिएको छ। थ्याङ्क यू फर वाचिङ। मेरो भिडियो मन परेमा लाइक सेयर र कमेन्ट गर्न नबिर्सिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। थ्याङ्क यू।